आदरणीय सम्पूर्ण दर्शकहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। क्यामेराबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योतिषी ठाकुर देवकोटा। आज हामी तपाईको माझमा विक्रम सम्वत 2081 साल चैत्र महिनाको 2 गते शनिबारको दैनिक राशिफल लिएर उपस्थित भएका छौं। उसो त मेषदेखि मीन राशि तपाई जति पनि 12 वटा राशि हुनुहुन्छ, तपाई 12 वटा राशिको आजको दिन कस्तो रहेको छ ताजा राशिफल हामी प्रस्तुत गर्छौं। आजको दिन तपाईको लागि सहयोगी राशि, शुभ दिशा, शुभ अंक, शुभ रंग, शुभ देवता, शुभ पेशा र व्यवसाय, के काम गर्ने के नगर्ने विविध विषय वस्तुको बारेमा चर्चा र परिचर्चा गर्छौं। यद्यपि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलो पटक हेर्दै हुनुहुन्छ, हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रह दशा, चिन्ह कुण्डली, भाग्य रेखा हेराउन चाहनुहुन्छ भने हामीले व्हाट्सएप नम्बर दिएका छौं 9848 44095 98095 60557। व्हाट्सएप नम्बरमा सिधा मेसेज फोन गर्न सक्नुहुन्छ। आफ्नो जन्ममितिबाट ग्रह दशा हेराउन सक्नुहुन्छ 9848 44095 यो नम्बरमा तपाईले सिधै मोबाइलमा फोन गरेर पनि ग्रह दशा हेराउन सक्नुहुन्छ। अब भने यहाँहरुको माझमा ढिला नगरिकन विक्रम सम्वत 2082 सालमा 2081 साल चैत्र महिनाको 2 गतेको दिनमा यहाँहरुको लागि के कस्तो रहेको छ हामी चैत 2 गते 81 सालको दैनिक राशिफल यहाँहरुको माझमा प्रस्तुत गर्छौं। सबभन्दा पहिले यहाँहरुको माझमा मेष राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। तपाई जति पनि मेष राशिको व्यक्तित्व रहनुहुन्छ, आजको दिनमा तपाईहरु चुनौतीहरुलाई चिर्दै अगाडि बढ्न सक्ने सम्भावना रहेको छ। शत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सक्नुहुन्छ। पारिवारिक सुख र सहयोगहरु तपाईलाई रहनेछ। सन्तान पक्षको साथ र सहयोगले कामहरु बन्नेछन्। भौतिक स्रोत साधन जुटाउन सक्नुहुन्छ। मेहनतले राम्रो प्रतिफलहरु प्राप्त गर्न सक्नुहुन्छ। जहाँ चुनौती ती अवसरहरु प्राप्त गर्ने दिन रहेका छन् र रिस मान्ने, ईर्ष्या गर्ने व्यक्तिहरुलाई तपाईहरुले सिधै हराउन सक्ने समय रहेको छ। मुद्दा मामिला क्षेत्रमा जित हासिल गर्न सक्ने सम्भावना रहेका छन्। मेष राशि हुने व्यक्तिहरुको लागि शुभ अंक 6 रहेको छ। त्यसैगरी राशिको स्वामी मंगल ग्रह रहेको छ। हल्का सेतो रंगहरु शुभ रहेका छन्। दक्षिण दिशा शुभ रहेको छ। सहयोगी राशि सिंह राशि रहेका छन्। भगवान प्रति विश्वास छ भने शंकर भगवानको स्मरण गर्न सक्नुहुन्छ। ओम शंकराय नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने मेष राशि शुभ र राम्रो हुने देखिन्छ। वृष राशिको बारेमा चर्चा गर्छौं। वृष राशि हुने व्यक्तिहरुको लागि आजको दिन रचनात्मक कामहरु गर्न सक्नुहुन्छ। पढाइ लेखाइ, सन्तान आदि क्षेत्रबाट सफलता लिन सक्ने सम्भावना रहेको छ। बोलीको भरमा कामहरु बन्नेछन्। बौद्धिक क्षमता राम्रो रहनेछ र आर्थिक क्षेत्रमा राम्रो प्रगति गर्न सक्नुहुन्छ। नयाँ समाचार, नयाँ ज्ञानहरु तपाईले सिक्न सक्नुहुन्छ। पढाइ लेखाइ, सन्तान आदि क्षेत्रबाट सफलता लिन सक्नुहुन्छ। प्रेम क्षेत्र राम्रो, कला साहित्य क्षेत्रमा राम्रो रहने देखिन्छ। वृष राशिको लागि आजको दिनमा शुभ अंक 1 रहेका छन्। राशिको स्वामी शुक्र ग्रह, त्यसैगरी पूर्व दिशा राम्रो रहेको छ। सहयोगी राशि कन्या राशि रहेको छ र आजको दिनमा तपाईको इष्ट देवता सरस्वती माताको नाम लिन सक्नुहुन्छ। ओम सरस्वती माताय नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने राम्रो हुने देखिन्छ। मिथुन राशिको बारेमा चर्चा गर्छौं। आज कृषि क्षेत्रमा राम्रो, घरेसी कार्यमा राम्रो, मातृपक्षको साथ र सहयोगले कामहरु बन्नेछन्। पारिवारिक गतिविधिहरु अगाडि बढाउन सक्नुहुन्छ। साथीभाइको सहयोग रहनेछ। विगतमा लामो समयदेखि रोकिएका कामहरु दोहोर्याएर फेरि प्रयास गर्न सक्नुहुन्छ। चिताएको कामहरु गराउन सक्नुहुन्छ। भौतिक स्रोत साधनहरु जुटाउन सक्नुहुन्छ। आँटी ताकिएका कामहरु तपाईको बन्न सक्ने अवस्था रहेका छन्। छोटो समयमा राम्रो प्रगति गर्न सक्नुहुन्छ। विशिष्ट व्यक्तिको साथ र सहयोगहरु रहनेछन्। पारिवारिक गतिविधिलाई अगाडि बढाउनु होला। आजको दिनमा मिथुन राशिको लागि 4 अंक शुभ रहेको छ। राशिको स्वामी बुध ग्रह, शुभ रंग भनेको पहेँलो रहेको छ। उत्तर दिशा राम्रो रहेको छ। सहयोगी राशि तुला राशि, भगवती दुर्गाको स्मरण गर्न सक्नुहुन्छ, राम्रो हुनेछ। आज ओम दुर्गा माताय नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने राम्रो हुने देखिन्छ। कर्कट राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। साहस, पराक्रम, आत्मविश्वास बढ्नेछन्। दाजुभाइ दिदीबहिनी सबैको सहयोगले कामहरु बन्न सक्ने अवस्था देखिन्छ। त्यसैगरी यहाँहरुको लागि विगतमा लामो समयदेखि रोकिएका कामहरु बन्नेछन्। धन कमाउन सक्नुहुन्छ। नोकरी क्षेत्रमा राम्रो रहनेछ र आज आफूलाई चाहिने भौतिक स्रोत साधन जुटाउन सक्ने समय रहेका छन् र व्यापार व्यवसायमा मनकी धन कमाउन सक्नुहुन्छ। मनमा खुशियाली छाउनेछन्। कर्कट राशि हुने व्यक्तिहरुको लागि 3 अंक शुभ रहेका छन्। राशिको स्वामी चन्द्रमा, नीलो रंग शुभ रहेको छ। पश्चिम दिशा राम्रो रहेको छ। सहयोगी राशि वृश्चिक राशि रहेको छ। इष्ट देवता भनेको भगवान गणेशको स्मरण गर्न सक्नुहुन्छ। ओम सिद्धि विनायकाय नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने कर्कट राशि आजको दिन सफलता प्राप्त गर्न सक्ने सुखद र राम्रो खालको अवस्था देखिन्छ।
अब हामी सिंह राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। आदरणीय सम्पूर्ण सिंह राशिका व्यक्तित्वहरू, आजको दिन तपाईहरूको लागि सुखद र राम्रो खालको सम्भावना देखिन्छ। भोलिको भरमा कामहरू बन्नेछन्, अध्ययन क्षेत्रमा राम्रो हुनेछ, धन कमाउने क्षेत्रमा अगाडि बढ्न सक्नुहुन्छ, साथीभाइ सबैको सहयोगहरू रहनेछन्, नाता कुटुम्ब आदि व्यक्तिको साथ र सहयोगले कामहरू बन्नेछन्, दीर्घकालीन फाइदा हुने कार्यमा अगाडि बढ्न सक्नुहुन्छ र तार्किक क्षेत्रमा तपाईको राम्रो हुनेछ, प्रेम क्षेत्रमा तपाईको राम्रो हुनेछ, विभिन्न अवसरहरू प्राप्त गर्न सक्ने सम्भावना रहेका छन्। सिंह राशिको लागि 2 अङ्क राम्रो रहेको छ। राशिको स्वामी सूर्य, त्यसैगरी शुभ रङ भनेको घिउ रङ, शुभ दिशा दक्षिण दिशा, सहयोगी राशि धनु राशि, इष्ट देवता लक्ष्मी माता, त्यसैगरी महालक्ष्मी नमः यो मन्त्रलाई तपाईले 7 पटक जप्नु भयो भने सिंह राशि राम्रो र शुभ रहन सक्ने अवस्था देखिन्छ। त्यसैगरी यहाँहरूको माझमा हामी कन्या राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। कन्या राशिको लागि आजको दिन सुखद र राम्रो रहेको छ। सुरुमा खर्च भए पनि कार्यमा सफलता लिन सक्नुहुन्छ। प्रेम क्षेत्र राम्रो, वैवाहिक जीवन राम्रो रहेको छ। पार्टनरको माध्यमबाट कामहरू बन्नेछन्। परिवारमा घर परिवारमा नयाँ आशाहरू पलाउनेछन् र सूचीका कामहरू बन्नेछन्। मान सम्मान प्रतिष्ठाहरू प्राप्त गर्न सकिन्छ। विगतमा रहेका कमी कमजोरीलाई सुधार गर्न सक्ने कन्या राशिको लागि राम्रो दिन छ। शुभ अङ्क 9, राशिको स्वामी बुध ग्रह, शुभ रङ सिन्दुरी, शुभ दिशा पूर्व, त्यसैगरी आजको दिन सहयोगी राशि मकर, इष्ट देवता हनुमान, ओम हम हनुमते नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने आजको दिन कन्या राशि शुभ र राम्रो हुने देखिन्छ। अब हामी तुला राशिको बारेमा चर्चा गर्छौं। आदरणीय तुला राशिका व्यक्तित्वहरू, आजको दिन आम्दानीका स्रोतहरू फेला पर्नेछन्। प्रयास गर्दा दीर्घकालीन फाइदापूर्ण तरिकाले अगाडि बढ्न सक्नुहुन्छ। घरभन्दा बाहिरको कर्मबाट लाभ लिन सक्नुहुन्छ। विदेश जानेहरूको लागि राम्रो, विदेशमा गइसकेकाहरूको लागि राम्रो रहेको छ। छरछिमेक आफन्तमा असमझदारी बढ्नेछन्। मनमा चिन्ता हुनेछन्। ससाना झमेलाले तपाईलाई सताउनेछ। पारिवारिक केही समस्याहरू आउन सक्छन्। सामान हराउन सक्छ। नयाँ काम भन्दा गरिरहेको कामलाई अगाडि बढाउनुहोस्। तुला राशि राम्रो सफलता लिन सक्ने सम्भावना रहेको छ। शुभ अङ्क 3 रहेको छ। राशिको स्वामी शुक्र, सेतो रङ राम्रो, उत्तर दिशा राम्रो रहेको छ। सहयोगी राशि कुम्भ राशि रहेका छन्। त्यसैगरी ओम धर्मराजाय नमः यो मन्त्रलाई तपाईले आज 7 पटक जप्नु भयो भने शुभ रहनेछ र तपाई त्यसरी अगाडि बढ्न सक्ने सम्भावना तुला राशि देखिन्छ। अब हामी वृश्चिक राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। आदरणीय सम्पूर्ण वृश्चिक राशिका व्यक्तित्वहरू, आम्दानी राम्रो हुनेछ। ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्नुहुन्छ। हिजो मेहनत गर्नुभयो, परिश्रमको फल आज प्राप्त गर्न सक्ने सम्भावना रहेका छन्। नयाँ धन कमाउने, आम्दानी हुने ठाउँहरू प्राप्त गर्न सक्ने सम्भावना रहेको छ। पढाइ लेखाइ बौद्धिक क्षमतामा यहाँको राम्रो हुनेछ। शत्रुहरूलाई हराउन सक्नुहुन्छ। सवारी साधनको सुख अनि त्यसैगरी तपाईलाई आफूलाई मनपर्ने भौतिक स्रोत साधन जुटाउन सक्ने वृश्चिक राशि राम्रो देखिन्छ। शुभ अङ्क 2 रहेको छ। राशिको स्वामी मंगल ग्रह, शुभ रङ भनेको पहेँलो, पश्चिम दिशा राम्रो, सहयोगी राशि मीन रहेको छ। आज सरस्वती देवीको स्मरण गर्न सक्नुहुन्छ। ओम सरस्वती माताय नमः यो मन्त्रलाई 7 पटक जप्नु भयो भने वृश्चिक राशि राम्रो हुने देखिन्छ। अब हामी धनु राशिको चर्चा गर्छौं। आदरणीय सम्पूर्ण धनु राशिका व्यक्तित्वहरू, विक्रम सम्वत 2000 तपाईको लागि 81 साल चैत्र महिनाको 2 गते राम्रो र उपयुक्त देखिन्छ। सरकारी कामहरू बन्न सक्ने अवस्था रहन्छन्, त्यसको लागि तयारी अवस्थामा रहनुहोला। विशिष्ट व्यक्तिको सहयोग रहनेछन्। आजको दिनमा तपाईको लागि बिदाको दिन भए पनि तपाईले सार्वजनिक कार्यहरूको योजना बनाएर अगाडि बढ्न सक्नुहुन्छ। राजनीतिक क्षेत्रमा राम्रो, सामाजिक क्षेत्रमा राम्रो रहेको छ। घरेसी चाहिने भौतिक स्रोत साधन जुटाउन सक्ने सम्भावना धनु राशि हुने व्यक्तिहरूको लागि देखिन्छ र आजको दिनमा सवारी साधनको सुख, भौतिक सुख, नाम दाम इनाम र प्रतिष्ठा कमाउने गुरुजन मानिजन आदि व्यक्तिको सहयोगले कामहरू बन्ने धनु राशि 1 अङ्क राम्रो। राशिको स्वामी बृहस्पति ग्रह, त्यसैगरी ध्वाँसे रङ राम्रो, दक्षिण दिशा राम्रो, सहयोगी राशि मेष राशि, महालक्ष्मी मन्त्रहरू उच्चारण गर्न सक्नुहुन्छ। ओम भूमि देवताय नमः यो मन्त्रलाई तपाईले चाहिँ आजको दिन 7 पटक जप्नु भयो भने शुभ रहने देखिन्छ। मकर राशिको बारेमा चर्चा र परिचर्चा गर्छौं। आदरणीय मकर राशिका व्यक्तित्वहरू, आज भाग्य र कर्मले साथ दिन्छ। विशिष्ट व्यक्तिको तपाईलाई सहयोग रहनेछ। आजको दिनमा तपाईको गुरुजन मानिजन अग्रज व्यक्तिको सहयोगले कार्यमा सफलता लिन सक्ने सम्भावना रहेको छ। अरूलाई प्रभावित बनाएर कामहरू बनाउन सक्नुहुन्छ। समुदायको हितको लागि कामहरू गर्न सक्नुहुन्छ र काम बिग्रिने ठाउँहरूमा सावधानी भएर अगाडि बढ्ने प्रयास गर्नुहोला। जिम्मेवारी वहन गरेर अगाडि बढ्नुहोला।
गुरुजन मानिजन उहाँहरूको सल्लाह लिनुहोला। उच्च शिक्षा उच्च ज्ञानमा तपाईँको राम्रो, सामाजिक क्षेत्रमा राम्रो रहेका छन्। मकर राशिको लागि 9 अङ्क राम्रो छ। राशिको स्वामी शनि ग्रह, रङ भनेको पहेँलो रङ राम्रो रहेको छ। पूर्व दिशा राम्रो रहेको छ। त्यसैगरी आजको दिनमा सहयोगी राशि वृष राशि रहेका छन्। आज कुल देवताको स्मरण गर्न सक्नुहुन्छ। ओम कुलदेवताय नमः यी तरिकाले अगाडि बढ्नुभयो भने मकर राशि सफलता प्राप्त गर्न सक्नुहुन्छ। अब हामी कुम्भ राशिको बारेमा चर्चा र परिचर्चा गर्छौँ। आदरणीय सम्पूर्ण कुम्भ राशिका व्यक्तित्वहरू, आजको दिन तपाईँको लागि शरीरमा आलस्यता, मानसिक चिन्ताहरू बढ्न सक्ने देखिन्छ। गरिरहेको कामलाई निरन्तरता दिनुहोस्। खोज अनुसन्धानमा राम्रो सफलता लिन सक्नुहुन्छ। गोप्य कुराहरू बाहिरिन सक्छन्। सवारी साधन चढ्दा चलाउँदा कुम्भ राशि ख्याल गरेर अगाडि बढ्नुपर्नेछ। ससाना समस्याले तपाईँलाई झमेलामा पार्नेछ। आर्थिक अभावको महसुस रहनेछ। आफन्तले धोका दिन्छन्, त्यसैले मनमा चिन्ता भय त्रास रहनेछ। आफूले गरिरहेको दैनिक पेसा व्यवसायमा अगाडि बढ्दा कुम्भ राशि राम्रो हुने देखिन्छ। कुम्भ राशिको लागि 8 अङ्क शुभ। राशिको स्वामी शनि ग्रह, नीलो रङ राम्रो, कालो रङ राम्रो। शुभ दिशा उत्तर दिशा रहेको छ। सहयोगी राशि मिथुन राशि। ओम काल भैरवाय नमः यो मन्त्रलाई 7 पटक जप्न सक्नुहुन्छ। ओम कालाय नमः यो मन्त्रलाई 7 पटक जप्नुभयो भने राम्रो हुने देखिन्छ। र अन्तिममा रहेको छ मीन राशि। आदरणीय सम्पूर्ण मीन राशिका व्यक्तित्वहरू, आजको दिन तपाईँहरूको लागि शत्रुलाई सजिलै हराउन सक्नुहुन्छ। व्यापार व्यवसायमा राम्रो रहेको छ। प्रेमी प्रेमिका बीचको सम्बन्ध राम्रो हुनेछ। पार्टनरको माध्यमबाट कुनै पनि कामहरू गर्न सक्नुहुन्छ। प्रियजना आफन्तसँग तपाईँको भेटघाट हुनेछ। व्यापारमा राम्रो, नोकरीमा राम्रो रहेको छ। छोटो दूरीको यात्राहरू गर्न सक्नुहुन्छ। र आजको दिन आफन्तहरू टाढिएका, साथीभाइ टाढिएका व्यक्तिसँग भेटघाट हुने, मान सम्मान प्राप्त हुने, मिठो भोजनको योगहरू रहने, कला साहित्य मनोरञ्जन क्षेत्रमा अगाडि बढ्ने मीन राशि राम्रो देखिन्छ। 7 अङ्क शुभ रहेका छन्। राशिको स्वामी बृहस्पति ग्रह, सिन्दूरे रङ राम्रो रहेका छन्। पश्चिम दिशा राम्रो रहेको छ। सहयोगी राशि कर्कट राशि रहेका छन्। इष्ट देवता शिव र पार्वतीको स्मरण गर्न सक्नुहुन्छ। त्यसै गरी मन्त्र रहेको छ ओम उमा महेश्वराय नमः यो मन्त्रलाई 7 पटक जप्नुभयो भने शुभ र राम्रो हुन सक्ने अवस्था देखिन्छ। आदरणीय सम्पूर्ण मीन राशिका व्यक्तित्वहरू, आज हामी तपाईँको माझमा विक्रम सम्वत 2081 साल चैत्र महिनाको 2 गतिको दैनिक राशिफल प्रस्तुत गर्यौं। मेषदेखि मीन राशि तपाईँहरूको राशिफल कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। यद्यपि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, पहिलोपटक हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा चिनाकुण्डली हेराउन चाहनुहुन्छ, व्हाट्सएप अथवा भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। 9847844095 यो नम्बरमा मेसेज गर्नुहोला र हामीलाई डाइरेक्ट फोन गर्नुहोला। आजलाई भनी क्यामेराबाट रञ्जना देवकोटाको साथमा तपाईँ सम्पूर्ण दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै म ज्योतिषी ठाकुर देवकोटाका चाहन्छु यहाँहरूको आजको दिन सुखमय बितोस्। नमस्ते, जय होस्, नमो नमः, जय ज्योतिष।